हेलो नमस्ते साथीहरू, इपिएस आइडी कसरी क्रिएट क्रिएट गरेर कसरी लगइन गर्ने भन्ने बारेमा तपाईलाई जानकारी दिनेछु। तपाईले कुनै पनि क्रोम ब्राउजर खोल्नुपर्ने हुन्छ। क्रोम ब्राउजर खोलिसकेपछि तपाईले सर्च बारमा चाहिँ इपिएस आइडी लगइन सर्च गर्नु होला। इपिएस आइडी लगइन सर्च गर्नुस्। अनि सर्च गरिसकेपछि यस्तो इन्टरफेस खुल्छ। इपिएस इम्प्लोयमेन्ट परमिट सिस्टम हो यसमा चाहिँ क्लिक गर्नु होला। अनि तपाईले यसमा क्लिक गरिसकेपछि तपाईको यस्तो इन्टरफेस खोल्नेछ है। र तपाईको यस्तो इन्टरफेस खोल्छ। तपाईले भाषा चेन्ज गर्न मन लागेको छ भने उ माथि कुनामा चाहिँ फिलिपिन्स लेखेको ठाउँमा क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि तपाईलाई जुन देशको भाषा चेन्ज गर्न मन लाग्छ त्यही देशको झन्डा चुज गर्नु होला। म चाहिँ फिलिपिन्सको चुज गर्छु। अनि यता साइडमा गो गर्यो भने तपाईको भाषा चेन्ज हुन्छ है। अनि भाषा चेन्ज गरिसकेपछि तपाई यता जुम गरेर हेर्नु होला। फरेन वर्कर सर्भिसमा देख्न सक्नुहुन्छ। अनि त्यसको तल साइन अप लेखेको ठाउँमा क्लिक गर्नुपर्ने हुन्छ है। लगइनको तल साइन अपमा क्लिक गर्नुस्। साइन अपमा क्लिक गर्यो भने तपाईको यस्तो इन्टरफेस खोल्छ। तपाई कहीँ कतै नगएर सिधै यता नेक्स्ट गरिदिनु होला। यता साइडमा चाहिँ तपाईले नेक्स्ट क्लिक गरिदिनु होला र तपाईको यस्तो इन्टरफेस खोल्छ। इपिएस टपिकको ठाउँमा चाहिँ तपाईको एडमिट कार्ड अथवा प्रवेशपत्रमा भएको रजिस्ट्रेसन नम्बर राख्नुपर्ने हुन्छ। अनि तपाईको रजिस्ट्रेसन नम्बरमा 23 छ भने 24 राख्नु होला। 2024 राख्नु होला है। यो 23 को ठाउँमा 24 मात्र राख्नु होला। अरु जे छ त्यही राख्नु होला। अरु सेम राख्दा हुन्छ। अनि किनकि 23 राख्दा आइडी नखोलेको अवस्था छ, 24 राख्नुपर्ने हुन्छ। त्यसपछि पासपोर्ट नम्बर राख्नु होला आफ्नो है। आफ्नो पासपोर्ट नम्बर राख्नु होला। यहाँ चाहिँ म मेरो पासपोर्ट नम्बर राख्छु। अनि पासपोर्ट नम्बर फिलअप गर्नुपर्ने हुन्छ त्यसमा। अनि पासपोर्ट नम्बर राखेपछि यता साइडमा कन्फर्मको अप्सन होला। कन्फर्ममा क्लिक गरेपछि तपाईको यस्तो इन्टरफेस खोल्छ। जस्तै कि तपाईको आई एग्री देख्न सक्नुहुन्छ कोस्टमा। यहाँ साना कोस्ट देख्न सक्नुहुन्छ। आई एग्री। अनि 5वटा ठाउँमा चाहिँ आई एग्री गर्नुपर्ने हुन्छ है। 4वटा ठाउँमा चाहिँ 5वटा ठाउँमा आई एग्री गरिसकेपछि यता नेक्स्टमा क्लिक गर्नु होला। अनि तपाईको यस्तो इन्टरफेस खोल्छ। अनि तपाईको नाम र डेट अफ बर्थ अलरेडी देखाउँछ। अब तपाईले लगइन आइडी क्रिएट गर्नुपर्ने हुन्छ। लगइन आइडी क्रिएट गर्नुपर्ने हुन्छ। तपाईले आफ्नो लगइन आइडी क्रिएट गर्नु होला। जस्तै राम अनि 1 2 3 4 आफ्नो मनमर्जीको आफ्नो नाम अनुसारको युजर लगइन आइडी बनाउनु होला। त्यसपछि तपाईले यता पासवर्ड फिलअप गर्नुपर्ने हुन्छ। अनि तल रिटाइममा पनि तपाईले सेम पासवर्ड हाल्नुपर्ने हुन्छ है। माथि जे पासवर्ड राख्नुभएको थियो त्यही पासवर्ड अर्कोमा राख्नुपर्ने हुन्छ। सेम पासवर्ड है। माथि जे राख्नुभएको छ त्यही तल राख्नु होला। अनि त्यसपछि राखिसकेपछि तल जिमेल राख्नुपर्ने हुन्छ आफ्नो। तपाईले आफ्नो जिमेल राख्नु होला है। जिमेल यता पोस्टमा चाहिँ जिमेल चुज गर्नु होला। अनि यता रजिस्ट्रेसन गर्नु होला। रजिस्ट्रेसनमा क्लिक गरेपछि तपाईले ओके क्लिक गर्नु होला है। अनि तपाईले ओके क्लिक गरिसकेपछि तपाईको युआर रजिस्ट्रेड मेम्बर भने तपाईको आइडी क्रिएट भयो। अब तपाईले के गर्नुपर्ने हुन्छ भने अब यता सिधा लगइन गर्नको लागि तपाईको कुनै भाषा चेन्ज गर्नु परेमा तपाईले यता कोरियाको भाषा आएको छ भने तपाईले यता फिलिपिन्सको झन्डालाई चुज गर्न सक्नुहुन्छ है। यता साइडमा भएको। अनि फिलिपिन्सको भाषालाई झन्डालाई चुज गर्नुभयो भने तपाईको इङ्ग्लिस भाषा आउँछ। त्यही भएर तपाईले सजिलो हुन्छ। अब लगइन गर्नु पर्यो। अब तपाईको लगइनमा जानु पर्यो। अब तपाईको त्यहाँ युजर आइडी क्रिएट गरेको आइडी लगइन आइडी क्रिएट गर्नुभएको होला त्यो राख्ने। त्यसपछि पासवर्ड राख्ने। पासवर्ड राखिसकेपछि तपाई आइडी र पासवर्ड राखेर लगइन गर्नु होला। र तपाईको यस्तो इन्टरफेस खोल्छ। जुन यता साइडमा चाहिँ प्लिज इन्टर योर डेट अफ बर्थ भन्छ हो। यसमा चाहिँ तपाईले आफ्नो डेट अफ बर्थ राख्नुपर्ने हुन्छ। तपाईले के ख्याल गर्नुस् भने तपाईको डेट अफ बर्थको पहिलो 2टा अङ्कलाई चाहिँ नराख्नु होला। त्यसपछिका सब राख्नु होला है। त्यसपछि राखेपछि अनि नेक्स्टमा क्लिक गर्नु होला। अनि नेक्स्टमा क्लिक गरिसकेपछि तपाईको आइडी खुल्छ। खुलेपछि तपाईको स्कोर देखाउँछ, नाम देखाउँछ। अब सब प्रोसेस हेर्नको लागि कहाँ जाने त? अब प्रोसेस हेर्नको लागि तपाई अध्यागमन प्रक्रिया बारे जानकारी लेखेको ठाउँमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ है। अध्यागमन प्रक्रिया बारे जानकारीमा क्लिक गर्यो भने यस्तो देखाउँछ। अहिले चाहिँ तपाईको जब एप्लिकेसन फर्म भर्खरै आजबाट खोलेको कारणले यस्तो नो डाटा छ। जब तपाईको फाइल इपिएसले सेन्ड गरिदिन्छ तब तपाईको प्रक्रियाको अथवा प्रोसेसको सबै डिटेल्स देखाउँछ। अहिले कार्य नभएको कारणले नो डाटा छ। तपाईको फाइल सेन्ड एप्रुभ भयो भने तपाईको नाम अनि सेन्ड एप्रुभ त्यसरी देखाउँछ है। अनि सेन्ड भएपछि अनि तपाईले सबै प्रक्रिया हेर्न सक्नुहुन्छ। हस्त साथीहरु, तपाईहरुलाई चाहिँ केही सजिलो भयो होला इपिएस आइडी बनाउनको लागि।
अनि भिडियो मन पर्यो भने सब्स्क्राइब लाइक सेयर गर्न नभुल्नुहोला। हस् धन्यवाद।